हेलो साथीहरु, नमस्ते। म अर्जुन है। म आज वायरलेस चार्जको कन्सेप्ट देखाउँदैछु। सो एक्सप्लेन लास्टमा गर्छु। देख्नुभयो है, मैले टर्च चाहिँ गरेको छैन है। बरु म यसमा राखेर चाहिँ गर्छु है। यो कनेक्सन राम्रो भएन। किनकि मैले कनेक्सन चाहिँ राम्रोसँग गरेको छैन आउटलेसमा, त्यो यहाँ राम्रोसँग गरेको छैन, त्यही भएर हो नि त राम्रोसँग जोडिरहेको छैन। अनि यो रेड पनि भएन है, येलो कलरको एलइडी आएछ। खै बुकमाथि जल्छ कि जल्दैन ट्राई गरौँ। जलिरहेछ तर एकदमै कम जलिरहेछ है। ठिक छ, यसमा मैले के जोडेको छ भन्दाखेरि यो चाहिँ 9 भोल्टको ब्याट्री भयो हैन। अनि यो 27K को रेसिस्टर छ। अनि यो ट्रान्जिस्टर छ 2N222 अनि ए नम्बरको 30 रेप्स चाहिँ मैले इन्सुलेटिङ कपर वायर युज गरेको। यो पनि 30 रेप्स, यो पनि 30 रेप्स। अनि यहाँ चाहिँ 30 रेप्समा मैले दुईवटा तारहरू यसमा जोडे एलइडीमा। एलइडी जुनसुकै पनि लिन सक्नुहुन्छ, येलो, ब्लू, रेड हैन। अनि यसमा चाहिँ मैले दुईवटा तारहरू, एउटा चाहिँ पोजिटिभमा, एउटा चाहिँ रेसिस्टर सँगै अनि यसको ट्रान्जिस्टरको मिडलमा जोडे। अनि अर्को भनेको चाहिँ यहाँबाट 15 रेप्सबाट दुईवटा तार सँगै लिएर चाहिँ मैले पोजिटिभमा जोड्दाखेरि हैन, यो पोजिटिभ हो, यसमा जोड्दाखेरि चाहिँ यी बल्छ है। यही हो कन्सेप्ट। यो चाहिँ 19th सेन्चुरीमा निकोला टेस्ला भन्ने साइन्टिस्टले पत्ता लगाउनु भएको हो। त्यसपछि कुन मोबाइलमा आएको 2000 लगभग 8-9 तिर। त्यसपछि चाहिँ स्यामसङले ल्यायो है।